सो वाह साथीहरू, लु हेर्नुहोस् त, यो मेरो आफ्नै बारीमा फलेको मेहनत र पसिना गऱ्यो भने हुने रहेछ नि साथीहरू। यो चाहिँ फागुन महिनामा रोपेको बिरुवा लगाएर मेहनत गरेर उयो गरेको उयो करेला हेर्नु त यतिको भयो। म आज टिपेर देखाउँदैछु है त यहाँहरूलाई के कति हुन्छ। अहिले म टिप्दै देखाउँदै गर्छु। यो चाहिँ टिप्दैछु। यो अझै बढ्न चाहिँ बढ्छ होला साथीहरू, तर मौसमको कारणले गर्दा घरि पानी घरि चाहिँ घाम लागेको छ, त्यही भएर बिग्रिन्छ भनेर यतिकैमा टिपे साथीहरू। तर यो निकै लामो र अलिक ठुलो पनि हुन्छ। यो चाहिँ के अरे मौसमको गडबडले गर्दा यतिकैमा टिप्नु परेको। र हामी चाहिँ अर्ग्यानिक खान्छौँ कि साथीहरू, विशेष गरी अर्ग्यानिक हुने हुनाले त्यत्रोमा टिपेर गर्छु। अब अलिक योभन्दा ठुलो भने बाघ किराले खान्छ। त्यो कान्छी नानी भन्ने भुस्नाले साह्रै सताउँछ कि साथीहरू हामीलाई। ल है साथीहरू, यो करेला फेरि मैले टिप्दैछु। यो सबै चाहिँ टिप्दिनँ म आज, अलिअलि मात्रै टिप्छु। यहाँनिर थुप्रै लागिरहेको छ। यहाँहरू चाहिँ पुरा देख्न सक्नुहुन्छ। यो त छ, यो त होस् होला, अब सानै छ। यो यता पनि छ, यिनीहरू छ, यिनीहरू सानो छ। आज यसलाई त्यो हामी चाहिँ अर्ग्यानिक खाने हुनाले यतासँग सम्पर्क गर्नु होला अर्ग्यानिक सब्जीको लागि। र मेरो चामलिङ दिलो युट्युब च्यानल छ, त्यहाँ गएर सब्सक्राइब गरेर अर्ग्यानिक भिडियोहरू पनि हेरिदिनु होला है त सबैजना साथीहरूलाई। यो थुप्रै छ, फल्दैछ, चिचिलाहरू लागेको देख्न सक्नुहुन्छ यहाँहरूले। तर अहिले चाहिँ भने म थोरै मात्रै अहिलेको छाक मात्रै टिप्छु साथीहरू। यता भित्र छेउछाउ म यस्तो गर्छु र टिप्दछु। अब यो र यस्तो छ साथीहरू, हेर्नु यो सानो छ नि त। अब जस्तै औषधि विषादी लगाएको भए त यस्तो काक्राक र कुकुरको के हुन्थ्यो, सलक लामो हुन्थ्यो होइन। हेर्दा त्यो राम्रो देखिए पनि हेल्थको दृष्टिकोणले एकदमै डेन्जरस हुन्छ साथीहरू। त्यो भएर यस्तै खाउँ, अर्ग्यानिक खाउँ, अर्ग्यानिक नै उयो गरौँ। म मान्छे पनि अर्ग्यानिक, सब्जी पनि अर्ग्यानिक, मेरो भिडियो पनि अर्ग्यानिक हुन्छ। कुनै पनि काटछाट एडिट नगरी म जस्ताको तस्तै, जस्तो छु त्यस्तै र जस्तो बोल्यो त्यस्तै पोस्ट गर्ने हुनाले अर्ग्यानिक भिडियो र अर्ग्यानिक सब्जीहरू र अर्ग्यानिक मान्छेहरू हेर्न चाहनुहुन्छ भने मेरो यो चामलिङ दिलो युट्युब च्यानलमा गएर सब्सक्राइब गरेर भिडियोहरू पनि हेरेर इन्जोय गर्नुहोला। र सब्जीहरूलाई तपाईँहरूलाई चाहिँ कस्तो खालको मन लाग्छ हेरिदिनु होला। र तिते करेला मात्रै होइन, हेर्नु न हाम्रो काँक्रा पनि अर्ग्यानिक हो। सबै मेरो अर्ग्यानिक छ के। अर्ग्यानिक भएकोले गर्दा यो पान्टाङ र पुल्टुङ, गान्थाङ र गुन्थुङको हुन्छ। ल हेर्नुहोस् त, बजारमा पाइने सर्लक भनेको चाहिँ अर्ग्यानिक भिडियो, अर्ग्यानिक काँक्रा, अर्ग्यानिक मान्छेले टिप्यो है। ल हेर्नुहोस्, यहाँ म बटुल्दैछु एउटा आडी ल्याउनु। र साथीहरू, हामीले अब के अरे औषधि नहानी कसरी त फलायो यस्तो भन्नुहुन्छ भने हामी औषधिको रूपमा चाहिँ यति मात्रै प्रयोग गर्छौँ। यो चाहिँ त्यो कान्छी नानी भन्ने सानो भुस्ना हुन्छ, कुकुर दाइने कि के पनि भन्ने गरिन्छ। आफ्नो भाषा, ठाउँ विशेष, भौगोलिक यो अवस्थाअनुसार भाषा फरक होला। हामी चाहिँ यसलाई कान्छी नानी भन्छौँ। भुसुना जस्तै हुन्छ। यसलाई चाहिँ हामी यो पासो थापिदिन्छौँ। अस्ति भनेको थियो, अस्तिको भिडियोमा मोहनी पासो यो थाप्छौँ। यहाँ यति पढेछ हेर्नुहोस् साथीहरू। ल यसले नै हो, यसलाई चुसेर अनि यसरी बिगार गर्ने चाहिँ हाम्रो चाहिँ यो मात्रै हुन्छ। र अर्ग्यानिक सब्जी हुन्छ है त साथीहरू। र साथीहरू हेर्नु न, मेरोमा यो यसलाई चाहिँ तपाईँहरू के भन्नुहुन्छ, चटेला भन्नुहुन्छ होला, भाते करेला पनि भन्छ, मिठी करेला पनि भन्छ। यसले चाहिँ विशेष गरी बिरामी भएर मुखमा मिठो भएको बेला चाहिँ यसको सब्जी खायो भने भात रुचाउँछ भनेर भन्ने गरिन्छ साथीहरू, यसको विशेषता चाहिँ। अनि यो पनि अर्ग्यानिक नै हो साथीहरू। हेर्नु न, यत्रोमा बिग्रिँदैछ। अब यसलाई पनि कान्छी नानी पस्ने त्यो मोहनी पासो थाप्नेवालामा छु है साथीहरू म। र हेर्नुहोस् है साथीहरू, मान्छे अर्ग्यानिक, सब्जी अर्ग्यानिक भन्दा यो जिलिगान्टे पाराको बोट छ हेर्दा चाहिँ। तर यत्रो बिचारा यस्तो भए पनि फलिरहेको छ। म यत्रैमै टिप्दैछु है। ठुलो बनाऊँ भने अब उयो लाग्छ नि त, किरा लाग्छ अर्ग्यानिक भएकोले। हेर्नुहोस् त है, अब यहाँ एक प्लास्टिक भइसक्यो यहाँनिर। यसमा पनि छ, यसमा सानो छ। यो पनि रह्यो है, एक दुई दिन। यो चाहिँ पछि फेरि देखाउने छु यहाँहरूलाई। यता मेवा देख्न सक्नुहुन्छ, यहाँनिर अर्ग्यानिक नै हो सबै। अनि मसँग त खिचडी छ हौ, छिर्के मिर्के साथीहरू। यता मकै पनि छ, यहाँ हेर्नु है, मकै पनि, हरियो मकै खानेले पनि सम्पर्क गर्नु होला है। र साथीहरू हेर्नुहोस्, हाम्रो मकै पनि हुँदैछ। अस्तिको भिडियोमा लगाएको थियो, हावाले लडाएको बचेकोहरू यस्तो छ। यसलाई चाहिँ हेर्नु न, यतिको भएपछि सुगाले चाहिँ दुःख दिने हुनाले यसलाई सेफ्टीको लागि चाहिँ प्लास्टिक लगाएको छ। यसरी लाग्यो भने खाँदैन साथीहरू। हुन त आफ्नो भाग मात्रै खाने हो, प्रकृतिले दिएको भाग खाने हो। हामी प्रकृति पूजक हौँ, किराँत जातिहरू विशेष गरी। रै पनि अब आफ्नो बचतको लागि त यसो पनि गर्नुपर्ने रहेछ साथीहरू। हेर्नुहोस् न ल है, सबै अर्ग्यानिक हो। आकाशे खोर्सानी पनि, यसलाई जिरे पनि भन्छौँ, आकाशे पनि भन्छौँ नि त। धेरै मान्छे पनि पड्क्यो भने जिरे खोर्सानी जतिकै नपड्किए भनिन्छ नि। यहाँनिर किनभने भनेको भने यो सानो भए पनि धेरै पिरो हुन्छ। त्यही भएर मेरोमा चाहिँ यो पनि उपलब्ध गराउँछु है साथीहरू।
त्यसै गरी हेर्नु न साथीहरू, हाम्रोमा चाहिँ आँप पनि छ। हावा असिना पानीले कुर्दा कुर्दै पनि यति रहेको छ। मैले अस्ति नै भनेको थिएँ नि, हामी प्रकृति पूजक हो, प्रकृतिले जति दियो त्यति खाने हो। भगवानको भाग भगवानले लगेर जान्छ। हाम्रो भाग चाहिँ यहाँ यति रहेको छ साथीहरू। ढेन्टेड्याउ। अनि साथीहरू हेर्नुहोस्, इस्कुस चाहिँ यो अब हाम्रो यतिको बढ्दैछ। यसलाई 3G कटिङ पनि गर्ने बेला भएछ। मैले यसलाई यसरी चिमटेँ साथीहरू, यसलाई पनि यसरी चिमेटेँ। यो इस्कुसको मुन्टा जाँदैछ, पछि उपलब्ध गराउनेछु। यहाँनिर लौका, यसलाई पनि 3G गर्ने बेला भएछ, यसो गरिदिएँ मैले। अनि यहाँनिर काँक्रा छ, काँक्रा माथि गएछ, यसको पनि गर्ने बेला आएको थियो। भरेतिर गरौँला, माथि गएको छ। र यहाँनिर के करेला छ हेर्नुहोस् साथीहरू, यिनीहरूको लागि चाहिँ चाङ लगाएको छौँ विशेष गरी। यहाँनिर चाङ लगाएको छ, यो मजाले फलोस् जाओस् भनेर। हेरौँ पछि कति फल। अनि साथीहरू हेर्नु न, बिचरा हामीलाई पाल्नुपर्ने होइन, इनर्जी दिनुपर्ने यत्रो बोट छ, यत्रै बोटमा फलिरहेको छ कि। हेर्नु न कतिवटा चारवटा अडिएको छ। यो उसको के अरे क्यापासिटी अनुसार यति अडिएको छ। जति क्यापासिटीले थाम्छ त्यति नै अडिने हो। यस्तो छ साथीहरू प्रकृतिको खेल। हेर्नुहोस् न। अनि हेर्नुहोस् है साथीहरू, यो बर्खाको मौसममा पनि यसरी रायो साग छ। यो बर्खे सिजनको होला। यो के अरे दबाईहरू नआएको हुनाले, नहानेको हुनाले, यो अर्ग्यानिक हुनाले यस्तो किराले छिद्रो बनाएको छ। रै पनि म टिपेर खान्छु, किनकि औषधियुक्त राम्रो खानुभन्दा मलाई चाहिँ किरा सिराले खाएको भए पनि अर्ग्यानिक होस् भन्न चाहन्छु। यता पनि छ साथीहरू, मलाई पुग्ने चाहिँ हुँदैछ। यहाँ अगाडि खोर्सानी देख्नुहुन्छ, अब फुल्न लाग्दैछ। र यहाँनिर काँक्राको बोट हेर्नु न, काँक्रा यसलाई पनि टिप्दैछु म। टिपौँ ल, बिग्रेछ ल। हेर्नुहोस् है साथीहरू, यो आँख्लै पिसी हेर्नु त यसरी देखाइन्थ्यो कि हामी पहिले। अनि यसरी लागिरहेको छ। यसलाई टुप्पालाई चाहिँ 3G गरिदिनु पऱ्यो। अनि यो यस्तो छ, यसरी लागेको छ। अरिने कति र फल दिने कति भन्नेमा, फल चाहिँ लागिसकेको छ, अरिने चाहिँ कति भन्नेमा रहन्छ। पछि देखाउँला यसको पनि भिडियो साथीहरू। र अहिले चाहिँ यतिखेर चाहिँ यहाँनिर एउटा फलेको छ, यसलाई चाहिँ म टिप्दैछु है त साथीहरू। ल हेर्नुहोस्, आज काँक्रा, तिते करेला, मेरो बारीमा फलेको सबै सब्जीहरू हजुरहरूलाई मैले भिडियो मार्फत सेयर गरेको छु। तपाईँहरूले पनि मेरो भिडियोलाई सुनेर अन्तिमसम्म हेरेर लाइक कमेन्ट सेयर गरिदिनु होला फेसबुकमा हुने साथीहरूले। र यता युट्युब च्यानलमा गएर, चामलिङ दिदी युट्युब च्यानलमा गएर सब्सक्राइब गरिदिनु होला, लाइक कमेन्ट सेयर पनि गरिदिनु होला है त साथीहरू। हेर्नुहोस् साथीहरू, अनि म चाहिँ अब स्टेप बाई स्टेपको यो गर्छु। अब यो चाहिँ त्यो फलेर खाँदै गर्ने हो, यो बिस्तारै हुर्किँदै गर्छ। किनभने यो त्यो मात्रै गर्दा त त्यो सकेपछि फेरि शून्य हुन्छ नि त। शून्यमा नहोस्, खाँदै गरौँ, निरन्तर जाओस्, खानको लागि पुगोस् भनेर यो सानो पनि रोपेको छु। यता लौका पनि देख्न सक्नुहुन्छ, तल अलिक सानो छ, यो अलिक ठुलो छ, फुल्न खोज्दैछ सानोमै साथीहरू। अनि यो च्याङ देख्नुहुन्छ साथीहरू, म मान्छे अर्ग्यानिक, फलफुल सबै अर्ग्यानिक, सबै त्यो अर्ग्यानिक भएकोले अर्ग्यानिक तरिकाले नै मैले बनाएको छु। पहिला हामीले गाउँतिर पनि यसरी नै उयो गरिन्थ्यो, गाउँले स्टाइलले अर्ग्यानिक पाराले हामीले बनाउँथ्यो। यो काँक्रा, फर्सी पनि गयो भने ठिक छ। र के अरे लौका, अनि घिरुङ्ला, अनि तिते करेला सबैको लागि उपयुक्त हुन्छ भनेर हामीले यसरी चाङ लगाएको छौँ साथीहरू। यता पर देख्नुहुन्छ एभोकाडो, म उता छिरिनँ। यता देख्नुहुन्छ फर्सीको मुन्टाहरू भक्कु हुँदैछ साथीहरू। म यदि तपाईँहरू नजिक हुनुहुन्छ, धरानभित्रैको साथीहरूले चाहिँ मन पराउनुहुन्छ भने म तपाईँहरूलाई उपलब्ध गराउने मेरो प्रतिबद्धता बाचा रह्यो साथीहरू। त्यसै गरी अब टमाटर यसरी हेर्नुहोस् न, अब बर्खे मौसम भए पनि यो सानो खालको टमाटर छ। मलाई चाहिँ एकदमै अचार पिसेर खानु मन लाग्छ, हातले के सिलौटामा, ढुङ्गाको सिलौटामा पिसेर, अनि वन धनियाँ लगाएर, सिद्रा लगाएर एकदमै पिसेर खानु मन लाग्छ साथीहरू। त्यसैले बचाइराखेको छु। अनि साथीहरू हेर्नुहोस्, यहाँनिर क्यामेराले देख्छ देख्दैन होइन, फोकस गरेर यहाँनिर घिरुङ्ला फल्दैछ। यहाँनिर त्यसको फेदबाट यता आउँदैछ। यो हिजो मकै गरेको थियो, यसमानिर यसको बोट चाहिँ छ। र त्यसै गरी चुच्चे करेला पनि भन्छौँ, मिस्टिङ्गे पनि भन्छ, कुर्लुङ्गे पनि भन्छ। भौगोलिक अवस्थाअनुसार र के अरे जातीय उयो अनुसार, भाषाअनुसार तपाईँहरू के भन्नुहुन्छ त्यो आफ्नो ठाउँमा छ। हामी चाहिँ कुर्लुङ्गे भनेर भन्छौँ विशेष गरी, चुच्चे करेला पनि भन्छौँ, र थोर बहुतले मिस्टिङ्गे पनि भन्छौँ साथीहरू। अब भने र यो चाहिँ हामी विशेष गरी सलाद खाने साग हो। यो चाहिँ 2 कलरको हुन्छ, अर्को हरियो कलरको पनि हुन्छ। मलाई चाहिँ यो कलर मन पर्छ साथीहरू। यो असिना पानीले चुटेर यस्तो बनाएर पनि यति चाहिँ मैले बिउको रूपमा बचाएको छु है साथीहरू। ल हेर्नुहोस्। अब साथीहरू, अब भने म यति अहिले टिपेँ, सबै टिपिनँ होइन, अहिले भए यतिलाई हामीलाई पुग्छ। अब चाहिँ यो म लगेर मेरो किचनतर्फ लान्छु र पकाएर खाने हो साथीहरू। ढेन्टेड्याउ। अब यसरी उयो गर्दैछु। अर्ग्यानिक मान्छे, अर्ग्यानिक बोली, अर्ग्यानिक भिडियो है साथीहरू। अब म
किचनतर्फ गएँ है त बाई बाई मेरो भिडियो हेरिदिनु होला सब्सक्राइब गरिदिनु होला सेयर गरिदिनु होला मेरो बेटा बेटी चाहिँ इधर किन यसो गरे मेरो छोराले साथीहरूलाई नमस्ते भने गुड मर्निङ ओहो मैले करेसेबारीबाट आउँदैछु मेरो छोरा छोरी लौटे छ लु बिहानको ड्युटी के हो वा छोरा छोरीले पनि सेवा हो वा आमा हो वा चुली 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 यत्रो हुन्छ मेरो गाली यत्रो हुन्छ ल म त भिडियो गर्दैछु साथीहरूलाई लगि गर्दै नि त यत्रो माया गरिदिनुहोस् ल भन अलिक मजाले भन्नु हौ अब भने म चाहिँ आजको आन्सातिर लाग्छु है साथीहरू यी आँप त झरेर क्या असिनाले झरेर यो अचार लाम भनेर यत्रो बटुली पनि राखेको छु हेर्नुहोस् है साथीहरू अब चाहिँ भने म तिते करेला पकाउँछु है साथीहरू ल